को टपिक चाहिँ अनि आज चाहिँ वर्ड च्यालेन्ज मतलब ट्रान्सलेट इङ्ग्लिस टु नेपाली च्यालेन्ज छ। सो हामी पब्लिकको रियाक्सन हेर्नेछौँ। सो तपाईँले यो भिडियो लास्टसम्म हेरिदिनु होला। अनि तपाईँ मेरो भिडियोमा नयाँ पहिलोपल्ट हेर्दै हुनुहुन्छ प्लिज डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। लेट्स स्टार्ट द भिडियो। हुन्छ अलराइट, अहिले हामीसँग दुईजना ह्यान्डसम बोयहरू हुनुहुन्छ है। हामी उहाँलाई केही क्वेसन्सहरू गर्नेछौँ। मतलब आजको च्यालेन्ज चाहिँ के छ भने ट्रान्सलेट इङ्ग्लिस टु नेपाली छ। सो उहाँहरूलाई 5वटा क्वेसन म गर्छु। 5वटा क्वेसनको एन्सर दियो भने उहाँलाई केही हाम्रो तर्फबाट गिफ्ट पनि हामी दिनेछौँ। सो तिम्रो नाम? अनुज। के गर्छ? स्टुडेन्ट हो? स्टुडेन्ट हो। सही स्टुडेन्ट हो। हुन्छ, हामीलाई उहाँलाई फर्स्ट क्वेसन गरिरहेको छौँ। प्रोनाउन्सिएसनलाई नेपालीबाट के भन्छ होला? प्रोनाउन्सिएसनलाई के आइडिया? शब्दभेदा भनिदिएको। शब्दभेदा आएन है? हुन्छ, उहाँले यसको एन्सर मिलाउन सक्नु भएन। हजुरको नाम? सुरुचि आस्था। हुन्छ, तपाईँलाई फर्स्ट क्वेसन रहेको छ। प्रोनाउन्सिएसनलाई नेपालीबाट के भन्छ होला? एनी आइडिया? पास? यस। प्रोनाउन्सिएसन संज्ञा। संज्ञा। प्रोनाउन्सिएसनलाई नेपालीबाट के भन्छ होला? एनी आइडिया? नो आइडिया। हिचे भन्छ जस्तो लाग्यो। प्रोनाउन्सिएसन हजुर, हिचे जस्तै। हुन्छ, उहाँले ट्राई गर्नुभयो। फर्स्ट क्वेसनको आएछ उहाँले इच्छे भन्नुभयो है। तर उहाँले ट्राई गर्दा गर्दा पनि उहाँको रङ भयो। तपाईँको नाम? पेमा। पेमा नि? मेरो विवेक। के गर्दै हुनुहुन्छ होला अहिले? अझ म तल काम गर्दैछु सिलगढीमा। प्रोनाउन्सिएसनलाई नेपालीबाट के भन्छ होला? उच्चारण। राइट हो? ए होइन, के भन्नुभयो क्वेसन? प्रोनाउन्सिएसनलाई उच्चारण। हजुर, उच्चारण। फर्स्ट क्वेसन गएको छ उहाँले एकदम राइट दिनुभएको छ है। प्रोनाउन्सिएसनलाई नेपालीबाट के भन्छ होला? उच्चारण। उच्चारण गर्नु है। नेक्स्ट क्वेसन रहेको छ। स्पेलिङलाई नेपालीबाट के भन्छ होला? स्पेलिङलाई नेपालीबाट के भन्छ होला? स्पेलिङलाई हिचे नै हो। स्पेलिङलाई नेपालीबाट के भन्छ होला? हिचे। स्पेलिङलाई नेपालीबाट के भन्छ होला? नेपाली हिचे भन्छ लाग्यो। नेपाली स्पेलिङलाई नेपालीबाट के भन्छ होला? हिचे भने उहाँले सेकेन्ड क्वेसन ल्याएको छ एकदमै करेक्ट दिनुभएको छ है। अनि अब उहाँले गिफ्ट पाउनुको लागि एउटा क्वेसन राइट एन्सर दिनु उहाँले गिफ्ट पाउनु सक्नुहुन्छ। अनि नेक्स्ट क्वेसन रहेको छ। डिक्सनेरीलाई नेपालीबाट के भन्छ होला? डिक्सनेरीलाई खै त्यस्तो याद भएन। डिक्सनेरी त याद भयो? थाहा भएन है? डिक्सनेरीलाई थाहा थियो। अर्थ किताब। के गेस याद छ छैन है? डिक्सनेरीलाई नेपालीबाट के भन्छ होला? उयो के भन्छ? शब्दकोश। थर्ड क्वेसनको पनि उहाँले एकदम राइट एन्सर दिनुभएको छ। फाइनली उहाँले गिफ्ट चाहिँ जितिसक्नु भएको छ है। जितिसक्नु भएको छ र पनि उहाँलाई थर्ड क्वेसन 3टा क्वेसन एकदम राइट दिनुभएको छ। अनि 2टा क्वेसन चाहिँ रहेको छ। शब्दकोश हो कि फाइनली उहाँले थर्ड क्वेसनको पनि एन्सर एकदमै करेक्ट दिनुभएको छ। डिक्सनेरीलाई नेपालीबाट शब्दकोश भनिन्छ। अनि उहाँले फाइनली गिफ्ट जितिसक्नु भएको छ। अनि नेक्स्ट फोर्थ क्वेसन म उहाँलाई सोध्न चाहन्छु। लाइब्रेरीलाई नेपालीबाट के भन्छ होला? के आइडिया? थाहा भएन। लाइब्रेरी भनेको त याद भयो? लाइब्रेरीलाई नेपालीबाट के भन्छ होला? लाइब्रेरी त याद भयो? एनी आइडिया? नेपाली त पढ्नु भएको हो? पढ्नु भएको नि? यो याद भएन है? लाइब्रेरीलाई नेपालीबाट भन्छ? लाइब्रेरीलाई के भन्छ? उयो पुस्तकालय। सुन्नुभएको हो? हजुर, पुस्तकालय। राइट एन्सर दिनुभयो। मैले लाइब्रेरी चाहिँ नेपालीबाट पुस्तकालय भन्नुहुन्छ है। अनि उहाँलाई लास्ट क्वेसन म सोध्दैछु। यो क्वेसनको राइट एन्सर दिनुभयो भने उहाँले गिफ्ट पाउनुहुन्छ है। किनभने 2टा एन्सर अलरेडी राइट दिइसक्नुभयो है। लास्ट क्वेसन चाहिँ रहेको छ तपाईँहरूलाई। पोस्टम्यानलाई नेपालीबाट के भन्छ होला? पोस्टम्यानलाई पोस्टलाई त डाक भन्छ जस्तो लाग्यो हो। तर त्यसो याद भएन। पोस्टम्यान है।
ट्राई गर्नुहोस् तपाईँको लास्टको चाहिँ यसको एन्सर दिनुभयो भने तपाईँले गिफ्ट पाउनु सक्नुहुन्छ ट्राई गर्नुहोस् तपाईँलाई केही टाइम दिन्छु सुन्नुभएको तपाईँले तर त्यो याद खालि नभएको हजुर हजुर पोस्टम्यान त्यही याद है हजुर हुन्छ म भनिदिउँ है पोस्टम्यानलाई चाहिँ नेपालीबाट हुलाकी भन्छ है हुलाकी हुलाकी सुन्नुभएको हुलाकी हुलाकी है उहाँले लास्ट क्वेसन चान्स थियो तर उहाँले मिलाउनु सक्नु भएन है केही छैन तपाईँलाई थ्याङ्क यू सो मच एन्सर दिनुभयो लास्ट क्वेसन है लास्ट क्वेसन रहेको छ उहाँलाई रोबोटलाई नेपालीबाट के भन्छ होला रोबोटलाई चाहिँ रोबोट त याद भयो हजुर रोबोटको नेपालीमा छ वर्ड त होला नि नेपालीमा के भन्छ रोबोटलाई एनी आइडिया नो आइडिया हुन्छ यो लास्ट क्वेसनको चाहिँ उहाँलाई एन्सर याद भएन केही छैन तैपनि उहाँले गिफ्ट चाहिँ पाइसक्नु भएको छ अनि रोबोटलाई एनी आइडिया याद भएकै तर बिर्सिँदा कन्फ्युज मतलब अलिक कन्फ्युज भयो है के आइडिया याद भएको जस्तो छ कि याद भएको चाहिँ छ है उहाँलाई क्वेसनको पनि एन्सर याद भएन केही छैन उहाँले याद हुँदै पनि बिर्सिन्छ नि त होइन त्यसले गर्दा रोबोटलाई नेपालीबाट के भन्छ होला मूर्ति के भन्छ होइन एनी आइडिया हजुर उहाँलाई 5th क्वेसन चाहिँ याद भएन है रोबोटलाई चाहिँ नेपालीबाट यन्त्र मानौ भनिन्छ है हुन्छ थ्याङ्क यू सो मच तपाईँ पार्टिसिपेट गरिदिनु भयो अनि उहाँले गिफ्ट चाहिँ जित्नु भएको छ है हुन्छ उहाँले चाहिँ आउट अफ 5 मा 4टा क्वेसनको एन्सर चाहिँ उहाँले करेक्ट दिनुभएको कारणले उहाँले गिफ्ट चाहिँ जित्नु भएको छ है